मैले सोचेको गङ्गा जमुनामा मेरो अर्डर चल्नु पर्यो। म 23, 24, 25, 26, 27, 28 5 वर्षमा पुरै खलास बनाइदिन्छु। 2 नम्बरी धन्दा गङ्गा जमुना गाउँपालिकाबाट हुँदैन। मेरो पनि मान्छे छ, उहाँले नहेर्नु भने छिमेकले हेर्छ। पहिला मेरो घर मिलाइदिनु, समाज यसै मिल्छ, टोल यसै मिल्छ, झै झगडा मिल्छ, आफन्ती मिल्छ। त्यस्तै घटनाले मेरो दिमाग किदी खान्छ। मलाई 200 रुपियाँ दिनमा पाए हुन्छ, 100 रुपियाँ चुरोट खान्छु, 1 बोतल रक्सी दिन्छु। पागल भएर बौलाएर जान्छु। कहाँ कहाँ जान्छ म लोक अवलोकन गर्दै हिँड्छु। किन? एकजना भाइ बौलाइरहेको थियो, त्यसले 1 खिली चुरोट झऱ्यो, उसको खस्यो, उसको खल्तीबाट चुरोट खस्दाखेरि बौलायो। को भन्दाखेरि हाम्रै गाउँको भाइ एउटा दिपक भन्ने, बेसरी बौलायो। 2 बोतल रक्सी छ त्यहाँ, झिकेर खा भन्दाखेरि खाएन कि उसले। उसलाई चुरोटको ठाउँमा चुरोटै चाहियो। चुरोटको ठाउँमा मान्छे नि मार्छ। मैले त्यहाँ उसलाई न्यु खोजेको भए मलाई मार्छ। रिस सबैसँग हुन्छ। रिस कुन ठाउँमा युज गर्नुपर्छ, कसरी युज गर्नुपर्छ। म इन्डियाबाट फसेर पनि नेपाल आएको मान्छे हो। म बुद्ध धर्म मान्छे। काटमार गर्ने छैन। अब मलाई काटमार गर्ने मान्छेलाई गाउँपालिका होइन, वडा अध्यक्षबाट चलाउँछु। मैले केही गर्न सकिनँ भने यो दाइ मेरै हो। साँचको बडाइज देखेर भने सम्पूर्ण मानवलाई हार्दिक नमस्कार गर्न चाहन्छु। म सुख श्रेष्ठ। दर्शक मानव यतिखेर हामी ललितपुरको पाटनमा रहेको मानसिक अस्पतालमा आएका छौँ। यतिखेर हाम्रो सामु गङ्गा जमुना गाउँपालिका वडा नम्बर 3 का वडाध्यक्ष राजकुमार गुरुङ सर हुनुहुन्छ। उहाँले चाहिँ आफ्नो गाउँमा रहेका बिरामीहरू व्यक्तिहरूलाई चाहिँ आज औषधि उपचार गराउनलाई आफै लिएर यहाँ मानसिक अस्पतालमा आइरहेको छ। भन्दा योभन्दा पहिला पनि ल्याएर चाहिँ यहाँ उपचार गराएर विश्व बनाइसक्नु भएको छ। आज नै लिएर जाँदै हुनुहुन्छ गाउँमा। थाहा छ तपाईँलाई गङ्गा जमुना गाउँमा विभिन्न किसिमका घटनाहरू घटिरहेका छन्। पक्कै पनि यस्तै घटनाहरूले गर्दाखेरि गाउँ नै एउटा त्रासमा बाँचिरहनु पर्ने अवस्था आएको छ। आज राजकुमार सरले बेलैमा बुद्धि पुर्याएर यस्ता व्यक्तिहरूलाई चाहिँ औषधि उपचार गर्नलाई आफै नै यसरी हस्पिटलमा लिएर आइरहँदा के छ अवस्था थोरै बुझ्नको लागि हामी उहाँसँग कुराकानी गर्न गइरहेका छौँ। आउनुहोस् स्वागत गरौँ। सर नमस्ते। नमस्ते। आरामै हुनुहुन्छ? एकदम ठिक। कतिखेर आइपुग्नु भयो सर? म भर्खर 10 मिनट जति। भनेपछि आज हजुरकै गाउँकै आफ्नै वडाका भाइलाई यसरी ल्याउँदै हुनुहुन्छ होइन? खास के समस्या भएर चाहिँ ल्याउनु भयो? यो सागर भाइ पहिला त ठिकै थिए, 3 महिना जति भयो। यो सागर भाइले आफ्नो मानसिक सन्तुलन गुमाएको 3 महिना भयो। त्यसपछि हामी गाउँटोलमा बस्दै गर्दाखेरि अलिकति अर्कै स्वभाव देखाउने अनि गर्दा गर्दा अहिले लास्ट आवरमा आइसकेपछि टोल समाजमा अलिकति उहाँले हातपात पनि गर्ने, अब हतियार पनि प्रयोग गर्न खोज्ने, राति कहिल्यै घर नबस्ने। त्यो भयो हुनाले हामी सबै मिलेर अब यहाँ राख्नुपर्छ, यहाँ ल्याउनुपर्छ भन्ने तल गाउँको पनि माग भयो। त्यही अनुसार गर्दै चाहिँ यहाँ लिएर आएको छ। भनेपछि यो हजुरलाई आफैले नै फिल्डमा आयो, गाउँमा चाहिँ यस्तो घटना घटिरहँदा यसरी यस्ता व्यक्तिहरूलाई चाहिँ औषधि उपचार बेलैमा गर्न सक्यो भने चाँडै उपचार हुन्छ भन्ने लाएर ल्याउनु भयो। अनि योभन्दा अगाडि पनि हजुर गाउँबाट ल्याएर उपचार भएर राम्रै भइसकेको छ? मैले योभन्दा अगाडि 3-4वटा मेरो वडाका भाइहरू त्यसरी नै ल्याएको थिएँ। कतिपय निको भएर गइसकेको छ भने कतिपय भाइहरू अहिले सुधार केन्द्रमा छ। आज यहाँ राखिसकेपछि मैले अर्को भाइलाई सुधार केन्द्रमा राखेका भाइलाई म गाउँ नै लिएर जाने योजना बनाइरहेको छु। मेरो वडामा यस्तो खाले मेरो वडावासी यस्तै दिन दुखी, पछाडिको वर्ग, मानसिक सन्तुलन गुमाएका यस्तो खाले गतिविधि भएको व्यक्तिहरूलाई चाहिँ म आफै खटेर आफ्नै लगानी सबैको सहयोगले चाहिँ मैले यहाँ ल्याउँदै लाने गरिरहेको छु। जस्तो हजुरले आफै नै यसरी ल्याइरहनु भएको छ, गाउँपालिका पनि समन्वय गर्नुभयो होला। के छ गाउँपालिकाले नै हरेक वडाहरूमा रहेछ भने यस्तो छ भने बेलै उपचार गर्न तयार छ? सबै जनप्रतिनिधि सम्बन्धित निकायमा गाउँपालिकामा यस्तो आवाजहरू पुऱ्यायो भने गाउँपालिकाले पनि सहयोग गर्नुहुन्छ। त्यही त अस्ति तपाईँकै छिमेकी वडामा यस्तो घटना घट्यो होइन, कारण के देख्नुहुन्छ? त्यहाँ त्यो 4 नम्बर वडाको भाइ पनि धेरै वर्षदेखि त्यस्तै अवस्थामा हिँडिरहेको थिएँ। हामीले 3 र 4 म
नजिक वडाको वडा अध्यक्ष र 4 नम्बरको वडा अध्यक्षज्यूले पनि घरमै गएर यो भाइलाई उता लानुपर्छ, सम्बन्धित ठाउँमा लानुपर्छ, म पनि पहल गर्छु भनेर उहाँले पनि भन्नुभएको थियो र मैले पनि 2-3 फेर गएर घरमा नै सम्झाएको थिएँ। त्यो गर्दै गर्दा कति के मिलेन, त्यस्तो घटना घट्न पुग्यो। त्यो दुःखद घटना हो, त्यस्तो नहोस् भन्नको लागि चाहिँ नि मैले मेरो वडामा भएको यस्तो खाली गतिविधिलाई चाहिँ नि निर्मूल गर्नको लागि म आफै खटेर आफ्नै अब पर्सनल सहयोगबाट नै कतिपय भाइहरूलाई पर्सनल सहयोग पनि गरेको छु, तथापि कतिपयले अन्य ठाउँबाट पनि सहयोग गरेको छु। गाउँमा यस्तो खाले विकृति र विसङ्गति नहोस् भनेर चाहिँ नि आफै खटेर यहाँसम्म आएको छ। के लाग्छ यस्तो गाउँमा चाहिँ यस्तो बिरामीहरू चाहिँ बढिरहनुको मुख्य कारणहरू के जस्तो लाग्छ तपाईँलाई? अब यो हामी नेपालमा यस्तो खाले गतिविधिहरू धेरै बढ्या छ। हामी आकाङ्क्षा धेरै र त्यही अनुसार पूर्ति हुन सक्दैन, त्यही भए हुनाले चाहिँ यो हुँदै गयो जस्तो लाग्छ मलाई। अब ओडाले पालिकाले अब यस्तो रोगहरू यस्तो समस्याहरू नहोस् भनेर विभिन्न बजेटहरू पनि छुट्याइरहेका हुन्छन् होइन। अब अझै बेलैमा सजगता गराउन चेतनामूलक कार्यक्रमहरू केहीहरू राख्नु भएको छ? गाउँपालिकाले हामीले तयारी राखेका छौँ। विभिन्न टोल बस्तीमा गएर यस्तो खाले गतिविधि देखिया छ भने पहिलो कुरो टोलमै समाउने, त्यस पश्चात भएन भने वडा मार्फत कहाँ कसरी लाने र त्यसबाट नि भएन भने पालिका स्तरमा नै पालिका स्तर नै लागेर चाहिँ नि यस्तो खाले भाइहरूलाई चाहिँ नि सम्बन्धित निकायमा पुर्याएर सल्लाह सुझाव भएर हुन्छ कि अब औषधि गरेर हुन्छ कि सुधार केन्द्रमा राखेर हुन्छ कि हामीले त्यो खाले चाहिँ नि वडा र पालिकाले तयारी गरेर छ। योभन्दा अगाडि उपचार गराइसक्नु भएका व्यक्तिहरू अहिले कस्तो अवस्थामा हुन्छ गाउँमा? राम्रै छ? दुईवटा भाइ, एउटा भाइ त बितिसके गाउँमै लगेर र एउटा अहिले गाउँमा नै बसेर काम गरिरहनु भएको छ भने अहिले अर्को भाइ चाहिँ नि आज मैले लग्दैछ ऊ राम्रो भइसकेको छ र एउटा चाहिँ बेपत्ता भएको भाइ चाहिँ नि मैले पोहोर नै 20 वर्ष पछि खोजेर नै गाउँमै ल्याएर यसरी राखेको थिएँ। राम्रै भइरहेको छ। यसरी आफै खटेर आइरहँदा साँच्चै के लाग्छ? अब तपाईँको कार्यकाल पनि धेरै छैन होइन, अब बाँकी सेवामा धेरै लागिरहनु भएको छ होइन। अब 8-9 महिनामा के गर्ने प्लानमा हुनुहुन्छ यस्ता बिरामीहरू अझै नआओस् भनेर? थोरै यसको लागि विशेष गरेर यो हामी जनप्रतिनिधि हाम्रो यो दायित्व पनि हो। त्यो गर्दै गर्दा यो धर्म पनि हो। एक तरिकाले हेर्दाखेरि हामी जनप्रतिनिधिले यस्तो खाली भएको भाइहरूलाई चाहिँ ल्याउनुपर्छ, त्यो दायित्व आफ्नो काम कर्तव्य पुरा गर्नुपर्छ र कतिपय उहाँहरूसँग आउँछु भन्ने ल्याउँदै गर्दाखेरि पनि आर्थिक हुँदैन, आर्थिक पनि सहयोग आर्थिक पनि हालेर ल्याउँदै गर्दा त्यो चाहिँ धर्म हो जस्तो लाग्छ। त्यो दुवैतिर टच हुन्छ। यस्तो खाली गतिविधिले चाहिँ सबैले आफ्नो ठाउँबाट चाहिँ सहयोग गर्नुपर्छ। त्यस्तो टोल बस्तीमा त्यस्तो खाले व्यक्तिहरू हुन्छ, त्यसमा आर्थिक अवस्था एकदम नाजुक भए हुन्छ, जान्छु भन्ने ठाउँमा पनि जान सकिँदैन। त्यो भए हुनाले त्यस्तो खाले पछाडिएको भाइहरूलाई चाहिँ नि सबैले आफ्नो ठाउँबाट विशेष गरेर त्यहाँको समाजसेवी बुद्धिजीवी सर्कलले सम्बन्धित निकायमा कुरा पुर्याएर यस्तो ठाउँमा ल्याउन सक्यो भने त्यहाँ त्यो घरले मात्र होइन, त्यो घरको छोरा मात्र होइन, सिङ्गो गाउँको छोरा बनेर त्यो ठाउँमा फर्किनेछ भन्ने चाहिँ नि मेरो आशा हो। भनेपछि बेलैमा औषधि उपचार गर्न सक्यो भने पक्कै पनि राम्रो हुन्छ भनेर जस नजिकको उहाँहरूको नजिकको अभिभावक भनेको स्थानीय सरकार नै हो, स्थानीय वडा सरकार नै होइन त? हुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद। पक्कै पनि दर्शक महानुभावहरू जस्तो राम्रो राजकुमार सरले जे जस्तो गरिरहनु भएको छ अन्य वडाहरूले अन्य गाउँपालिकाहरूले पनि यसरी सिक्न जरुरत छ भन्दै उहाँसँग रहेको कुराकानीलाई अहिले अन्तिम गर्छु। हस्, नमस्ते। हस्, धन्यवाद। हस्, उहाँसँग थोरै कुराकानी चाहिँ पर्छ भाइ त मन लागेको र नातिकन भन है। ल